यहाँ उपस्थित सम्पूर्णलाई हार्दिक नमन र अब यो शुभ सन्ध्या हामी नयाँ वर्षको उसमा छौँ, त्यसको पनि यहाँहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। कविताहरू मैले पछि केही समयपछि केही कविताहरू नयाँ कविताहरू पनि लेखेको थिएँ। तर त्यो कविताहरू नयाँ कविताहरूलाई मैले अहिले अलि सम्पादन क्रममै भएको हुनाले त्यसलाई मैले यहाँ वाचन गर्न चाहिनँ। र मैले केही समय अगाडि लेखेको कविता जीवनको अल्गोरिदम यहाँ प्रस्तुत गर्न चाहन्छु। यो नयाँ वर्षको शुभ उसमा यो कविताले पनि हामीलाई जीवन दर्शनको एउटा कविता छ। यो जीवनको अल्गोरिदम। यो मनको हार्ड डिस्कमा स्टोरेज गरेर अनुभूति र स्मृतिका डाटाहरू लुकाएर ब्याकअपमा आँसु खोलेको छु खुसीको सर्भर। भरिँदै गएको छ मस्तिष्कको डाटा सेन्टर। अनरेड म्यासेजहरू, अनसिन भावना, कहिल्यै डिलिट नहुने गाढा स्मृतिका हाई रेजोल्युसन चित्रहरू ब्याक सेक्टरमा थुनिएका छन्। ओपन गर्नै नसकिने धुमिल ओल्ड फाइलहरू, करप्ट भएका सपनाहरू। अनस्टेबल छ खुसीको नेटवर्क। सिग्नल आउँछ हराउँछ। दुःखका रातले पोल्दा बेसरी तात्छ हृदयको प्रोसेसर र स्लो हुन्छ मस्तिष्कको सिस्टम। नोटिफिकेसनको क्षणिक उज्यालोमा रमाउँदै सपनाहरू अपलोड गर्छु, भावनाहरू सेयर गर्छु। फिल्टरको उज्यालो रङ दलेर भर्चुअल क्यानभासमा टाँसेको छु मुस्कान। एक क्लिकमा हाँसो खुल्छ, अर्को क्लिकमा आँसु। कहिले अटो मोडमा, कहिले म्यानुअल मोडमा स्क्रोल गर्दै गर्दै दौडाइरहेछु जिन्दगीको टाइमलाइन। यो जीवनको अल्गोरिदममा इनपुट कसले भरिएको हो? पासवर्ड कसको हातमा छ? लगइनको अनुमति कसले दिन्छ? खुसीका लिङ्कहरू सर्च गर्दा गर्दै एक दिन सकिन्छ ब्याट्री। कालो हुनेछ स्क्रिन। फेल खामी छ अपरेटिङ सिस्टम र सदाको लागि अफलाइन हुनेछौँ हामी। धन्यवाद। गजब आएला। धन्यवाद किशन सर।